अब हामी ढिला नगरी पिक्सेल ल्याबबाट फेसबुक प्रोफाइल्स आर्ट बनाउनतर्फ जाउँ है त। यतिखेर म मोबाइल स्क्रिनमा आइसकेको छु। हाम्रो पिक्सेल ल्याब यहाँनिर हाम्रो पिक्सेल ल्याब छ है। अब हामी यो पिक्सेल ल्याबलाई क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हामी अब पिक्सेल ल्याबभित्र छिर्यौँ। पिक्सेल ल्याबभित्र छिरिसकेपछि अब हामी जान्छौँ ढिला नगरी यो माथिको यो थ्री डटलाई हामी यसरी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हामी जान्छौँ इमेज साइजमा हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हाम्रो यो कस्टम छ नि, यो कस्टमलाई हामी यसरी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हामी के बनाउने हो त भनिसकेपछि फेसबुक कभर आर्ट हाम्रो यहाँनिर छ है। अब हामी फेसबुक कभर आर्टलाई चाहिँ क्लिक गर्छौँ यसरी। अब हाम्रो विड्थमा हाम्रो कति छ 981 है। हाइटमा हाम्रो कति छ यहाँनिर 363 लाई अब हामी तल रहेको यो ओकेमा हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हाम्रो यसको साइज बनिसक्यो है। साइज बनिसकेपछि अब हामी यसमा हामी अब इम्पोर्टबाट हामी यो इम्पोर्टलाई चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हामी एउटा कुनै पनि हाम्रो एउटा फोटो लैजाउँ है। मानौँ एउटा फोटो हामी लैजाउँ है। लगिसकेपछि मानौँ अहिले एउटा मेरै फोटो लैजाउँ है। ल हाम्रो फोटो यहाँनिर छ। अब यसले चाहिँ डन गरौँ। डन गरिसकेपछि हाम्रो यसले 9.16 यसलाई चाहिँ स्क्वायरमा भइसकेपछि यसलाई हामी ओके गरौँ। ओके गरिसकेपछि हाम्रो फोटो यता आयो है। हाम्रो फोटो आइसकेपछि अब यो फोटोले चाहिँ हामी यसरी स्क्रल गरेर क्रप गरौँ है। मानौँ यसलाई हामी यतै राखौँ, सेन्टरमै राखौँ है। नहीं सेन्टरमा नै यो कुनातिर राखौँ। यो फोटो हाम्रो यहाँनिर अब सेट भइसक्यो है। सेट भइसकेपछि अब आएर हाम्रो के गर्नु पर्यो त भनेपछि यसमा चाहिँ अब हामी केही लेख्नु पर्यो। लेख्नु परिसकेपछि हाम्रो
यहाँनिर रहेको यो ए छ नि, यसमा चाहिँ हामी एमा हामी क्लिक गरौँ। यसरी क्लिक गरिसकेपछि अर्को आयो हाम्रो यो टेक्स्टलाई हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हाम्रो यो यहाँनिर रहेको यो न्यू टेक्स्ट, यसलाई चाहिँ हामी डिलिट गरौँ। डिलिट भयो है। अब हामी जान्छौँ एडिट। यो एडिटलाई हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो यो माथि रहेको यसलाई चाहिँ न्यू टेक्स्ट, यसलाई चाहिँ हामी सिधा हामी के गर्छौँ त भनेपछि सर्र डिलिट गर्छौँ। डिलिट गरिसकेपछि हामी अब यहाँनिर अब मानौँ कुनै पनि आफ्नो मन लाग्ने यहाँनिर मानौँ अहिले फिलहालको लागि यसरी देखाएँ मैले। यसलाई चाहिँ हामी अब लेखिसकेपछि हाम्रो यो माथि ओके छ। ओके, यो ओकेलाई हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हाम्रो यता आयो अक्षर। आइसकेपछि अब यसलाई चाहिँ हामी चाहिँ यहाँ आइसक्यो है। आइसकेपछि हामी कुनै पनि यसै सेन्टरमा राखौँ। सेन्टरमा राखिसकेपछि यसको हामी अब के गर्छौँ त भनेपछि यसको कलर चेन्ज गर्छौँ है। हाम्रो कलर यहाँनिर छ है। हामी अब यसलाई क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो यसको ब्याकग्राउन्ड अलग यस्तो स्टाइलको छ भने यसमा चाहिँ अब हाम्रो कुन कलर जस्छ त? ब्लू जचेन, रेड जस्ने कुरै भएन। अब यसलाई चाहिँ हामी मानौँ सिम्पल रूपमा कलर येलो राखौँ। येलो राखिसकेपछि यहाँ हामी क्लिक गरौँ है। ओके गरौँ। ओके गरिसकेपछि अब हाम्रो यसको के गरौँ त भनेपछि अब हाम्रो लेटरको पछाडि यहाँनिर ब्याकग्राउन्ड छ। ब्याकग्राउन्डलाई हामी क्लिक गरौँ है। क्लिक गरिसकेपछि हाम्रो यो एनाबेल छ। एनाबेललाई चाहिँ हामी अन गरौँ। अन गरिसकेपछि यसको पछाडि ब्याकग्राउन्ड आयो है। ब्याकग्राउन्ड आइसकेपछि अब हामी के गर्छौँ त भनिसकेपछि ब्याकग्राउन्ड आइसकेपछि अब यसको हामी साइज घटाउँछौँ बढाउँछौँ है। अब यो हाम्रो फर्स्ट छ लेफ्ट पेन्डिङ। यसलाई चाहिँ हामी यहाँनिर रहेको यसलाई चाहिँ हामी यताको साइज बढाइदिन्छौँ हल्का है। त्यस पछाडि हामी तल्लो राइट पेन्डिङलाई चाहिँ यताको बढाइदिन्छौँ। बढाइदिइसकेपछि हामी ओकेमा क्लिक गर्छौँ। ओकेमा क्लिक गरिसकेपछि अब हामी जान्छौँ अक्षरको साइज। यो बी स्टाइललाई हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो यो यहाँनिर यो बी छ, यसलाई ओके गरौँ। अब यो भइसकेपछि हामी यसलाई चाहिँ अब हामी ओके गर्छौँ। ओके गरिसकेपछि अब हामी जान्छौँ
यो अक्षरको चाहिँ साइज हाम्रो साइज छ यहाँनिर। यो साइजलाई चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यसरी यो चाहिँ स्क्रोल गरेर मिलाउने। मिलाइसकेपछि अब हामी कमसेकम 50 मा 50 51 यसैमा राख्ने। यसको मुनि माथि अरु पनि लेख्न सकिन्छ। यसलाई चाहिँ ओके गरौँ। आफ्नो हिसाबले के लेटर लेख्नुहुन्छ, के गर्नुहुन्छ त्यो हिसाबले। अब हामीले यहाँ पनि राख्न सक्छौँ, यहाँ पनि राख्न सक्छौँ, अर्को फोटो लिएर यहाँ पनि राख्न सक्छौँ है। अब हामी यता पनि लेख्न सक्छौँ, यता पनि लेख्न सक्छौँ। केही आफ्नो हिसाबले फेसबुक कभर फोटो आर्ट्स बनाउँदाखेरि चाहिँ आफ्नो हिसाबले लेख्ने। यतातिर फोटो राख्ने, यतातिर अरु केही पनि राख्न सकिन्छ। राखिसकेपछि अब हामी चाहिँ अब यसलाई चाहिँ हामी लगभग हामी अन्तिममा आइसकेको छौँ यसको है। यसको अन्तिममा आइसकेपछि यसलाई चाहिँ हामी पछि कभर फोटो चाहिँ कसरी राख्ने भन्ने बारेमा चाहिँ म फेरि अर्को नेक्स्ट भिडियोमा चाहिँ जानकारी दिनेछु। हजुरहरूलाई चाहिँ भिडियो कस्तो लाग्छ कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र अनि भिडियोलाई लाइक कमेन्ट गर्न नछोड्नु होला है त। हस् त भन्दै अब हामी जान्छौँ यसलाई चाहिँ सेभ गर्ने। फेरि हामी चाहिँ जान्छौँ यो 3 डटमा गएर चाहिँ 3 डटलाई चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हामी जान्छौँ यहाँनिरको एक्सपोर्ट इमेजलाई चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब हाम्रो यो कस्टम छ। यो कस्टममा चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हामी चाहिँ कुन बनाउने भन्दाखेरि चाहिँ यो मिडियममा चाहिँ हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो अब यहाँनिर छ यो सेभ टु ग्यालरीले चाहिँ अब हामी क्लिक गर्छौँ। क्लिक गरिसकेपछि हाम्रो फोटो यहाँबाट तयार भयो है। अब हाम्रो चाहिँ कता गयो कसरी बस्यो भनेर हामी चाहिँ एकछिन हेर्छौँ। यहाँबाट हामी ब्याक जाउँ। अब हामी चाहिँ यो आर यु स्योर यु वान्ट टु एक्सिट पिक्सेल ल्याब भनेको चाहिँ यसले चाहिँ हामी ओके गरिदिउँ। ओके गरेपछि हामी गयौँ है। गइसकेपछि हामी चाहिँ अब जान्छौँ ग्यालरीमा चाहिँ हामी ग्यालरी चाहिँ क्लिक गरौँ। ग्यालरीले क्लिक गरिसकेपछि हामी स्क्रोल गरौँ। अहिले हामीले बनाएको फोटो कहाँनिर छ भनेपछि यहाँनिर हो यो। यसलाई चाहिँ हामी क्लिक गरौँ। यसरी यता आयो है। अब हामी चाहिँ यसलाई चाहिँ फेसबुक कभरमा चाहिँ कसरी चाहिँ राख्ने भनेर चाहिँ म पछि चाहिँ अर्को भिडियोमा चाहिँ जानकारी दिनेछु। अहिले भने चाहिँ हामी छुट्टिन्छौँ। हस् त, नमस्कार।